नमस्कार। अब हेरौँ आज बिहिबार जेठ 28 गतेको राशिफल। ग्रह नक्षत्र अवस्था अनुसार केही राशिका लागि उपलब्धिमूलक दिन रहनेछ भने केहीले धैर्य त अपनाउनु पर्ने देखिएको छ। मेष राशि। मेष राशिको आजको दिन। आज कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। आत्मविश्वासको साथ अघि बढ्दा राम्रो परिमाण मिल्नेछ। वृष राशि। वृष राशिको आजको दिन। आर्थिक पक्ष सबल बन्ने सङ्केत छ। परिवारसँगको सहकार्यले मन प्रसन्न रहनेछ। मिथुन राशि। मिथुन राशिको आजको दिन। महत्त्वपूर्ण भेटघाट र संवाद सफल हुन सक्छन्। अधुरा काम पूरा गर्ने अनुकूल दिन छ। कर्कट राशि। कर्कट राशिको आजको दिन। धैर्य र संयमले चुनौती पार गर्न मद्दत गर्नेछ। स्वास्थ्यमा सामान्य सावधानी अपनाउनुहोस्। सिंह राशि। सिंह राशिको आजको दिन। रचनात्मक सोचले प्रशंसा र सफलता दिलाउन सक्छ। साथीभाइको सहयोग लाभदायी रहनेछ। कन्या राशि। कन्या राशिको आजको दिन। योजनाबद्ध रूपमा काम गर्दा अपेक्षित उपलब्धि हासिल हुनेछ। खर्च व्यवस्थापनमा ध्यान दिनुहोला। तुला राशि। तुला राशिको आजको दिन। सामाजिक सम्बन्ध सुदृढ बन्नेछ। नयाँ अवसरले उत्साह र ऊर्जा थपिनेछ। वृश्चिक राशि। वृश्चिक राशिको आजको दिन। मेहनतको उचित प्रतिफल प्राप्त हुने सम्भावना छ। भावनात्मक निर्णयमा संयम आवश्यक छ। धनु राशि। धनु राशिको आजको दिन। नयाँ ज्ञान र अनुभव प्राप्त हुने दिन छ। यात्राको योजना बन्न सक्ला। मकर राशि। मकर राशिको आजको दिन। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि सफलता हात लाग्नेछ। परिवारको साथ आत्मविश्वास बढ्नेछ। कुम्भ राशि। कुम्भ राशिको आजको दिन। नयाँ सोच र योजनाले सकारात्मक परिवर्तन ल्याउन सक्छ। आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। मीन राशि। मीन राशिको आजको दिन। सृजनात्मक कार्यमा प्रगति हुनेछ। आर्थिक र व्यक्तिगत जीवनमा सन्तुलन कायम रहनेछ। हजुरहरूको दिन शुभ बितोस्। धन्यवाद।